3 वर्ष अघिसम्म स्टुडियोमा ग्रेटर नेपालको नक्सा राखेर छाती पिट्दै नेताहरूलाई गाली गर्ने रवि लामिछाने आज यस्तो किन भन्दैछ? तपाईहरुलाई एउटा कुरा के बताउन चाहन्छु भने कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन्छ। पुराना राजनीतिक दलका नेताहरू ठ्याक्कै यस्तै भन्थे, तर भारतीय नेताहरूसँग आम्ने सामने हुँदाखेरि चुइक्क बोल्दैन। सरकारको नेतृत्व गरिरहेको दलको सभापतिको हैसियतमा रवि लामिछानेले पनि यसपटक भारतको भ्रमण गरेर फर्किए, तर पुराना नेताहरू जस्तै उनले पनि लिपुलेक र कालापानीको विषयमा एक शब्द बोलेन। भारत जाँदै गर्दाखेरि जोडतोडले सिमानाको मुद्दा उठाउनु होला, हाम्रो गुमेको भूमि फिर्ता माग्नु होला भन्ने त्यो अपेक्षा थियो, तर तपाईले काहीँ कतै त्यो कुरा राख्नु भएन, बिर्सिनु भएको सभापति। अब तपाईँ भन्नुहोस् कुन रवि लामिछाने ठिक? हिजो टेलिभिजनको स्टुडियोमा ग्रेटर नेपालको नक्सा राखेर छाती पिट्ने रवि लामिछाने ठिक कि आज सुझबुझका साथ यस्तो कुरा गर्ने रवि लामिछाने ठिक? दुईटै कुरा ठिक त हुँदैन होला, तर उनका अन्धभक्त समर्थकहरूले चाहिँ त्यति बेला पनि सही भन्थे, अहिले पनि सही भनिरहेछ। भोलि केही कारणवश भारतसँग सम्बन्ध बिग्रियो र रवि लामिछाने फेरि छातीमा ग्रेटर नेपालको नक्सा टाँसेर भारतलाई गाली गर्न आयो भनेपछि पनि यिनका समर्थकहरूले सही नै भन्ने छ। मलाई सोध्नुहुन्छ भने रवि लामिछानेको व्यक्तिगत लाभको हिसाबले उनी त्यति बेला पनि सही थिए, अहिले पनि सही छ। किनभने उनी त्यस्तै भड्काउ उत्तेजक अभिव्यक्तिहरू दिएर नि यहाँ पुगेका हुन्। आज पनि उनी ठिक छन्, किनभने सत्तामा बसिरहनको लागि भारतलाई खुसी बनाउन आवश्यक छ। आज म तपाईँलाई रवि लामिछानेको भारत भ्रमणको पछाडि नदेखिएका यस्ता पाटाहरू देखाउँदैछु, धेरै मान्छेहरूको शान्ति भङ्ग गर्नेवाला छ। कुराको सुरुवात गरौँ रवि लामिछानेले भारत सामु राखेको एउटा विशेष शब्दबाट। उनले भारतीय पत्रिकामा एउटा लेख लेखेर आफूहरूसँग पुराना दलहरू जस्तो कुनै पनि ब्यागेजहरूको भारी नभएकाले आफूहरूलाई विश्वास गर्न भनेका छन्। यो हामीसँग पुराना ब्यागेज छैन भन्नुको अर्थ के हो? यो ब्यागेजको अर्थ बुझ्नको लागि हामीहरू पुराना राजनीतिक दल र तिनका नेताहरूसम्म पुग्नुपर्छ। रासोपाले आफूसँग पुरानो ब्यागेज छैन भन्नुको अर्थ पुराना दलहरूसँग यो ब्यागेज थियो भन्ने अर्थ लाग्छ। उसो भए पुराना दलहरूसँग कुन ब्यागेजको भारी थियो त? त्यो ब्यागेज हो नेपाल अङ्ग्रेज युद्धपछि सुरु भएको राष्ट्रियताको लिगेसीको ब्यागेज। 1950 को सन्धि, गण्डक र कोशी जस्ता सम्झौताहरू र सीमा विवादको भारी। विगतमा रासोपाभन्दा अगाडि हरेक क्रान्तिकारी शक्ति अथवा नयाँ शक्तिको एउटा महत्त्वपूर्ण एजेन्डा यो पनि हुन्थ्यो। यो भारी उनीहरूको लागि साह्रै गाह्रो थियो, तर यो भारी नबोकिकन राजनीति पनि हुँदैन थियो। चुनाव जित्नको लागि, सत्तामा पुग्नको लागि राष्ट्रवादी बन्नै पर्थ्यो र रवि लामिछानेले ठ्याक्कै यही ब्यागेजको कुरा गरेका हुन्। उनी भन्दैछन् हामी नयाँ मान्छे हौँ, हामीलाई विगतका कुरासँग मतलब छैन, हामीलाई मतलब छ त केवल अब अगाडिको कुरा मात्र। हामी 1950 को असमान सन्धिको कुरा पनि गर्दैनौँ, लिपुलेक र कालापानीको विषयमा न्यु पनि खोज्दैनौँ।